ला दाजुले त हाँसेरै नखानु हुने रहेछ दाजु बिल्ला भयो एकैचोटि मुखमा हालेर नि नहसाउँ न मुखको पनि खाइसक्नु पर्छ है अचार पनि खाने ल मुखमा जसले सक्छ ल छिटो ल भएन फेरि 5 वटा मैले हारेकै हो हैन फर्स्ट टाइम खेल्ने हुनाले मैले अचार खानुपर्छ भन्ने मलाई ज्ञान भएन र मेरो चिन्तकहरूले कसैले बताउनु पनि भएन मलाई अचार खानुपर्छ हैन अब म चाहिँ सधैँ दिनरात यो गेम खेलिरहदिन मलाई थाहा भएन पहिलोचोटि खेलेको बहिनीसँग हैन अचार खाने सोच नभएको भए चाहिँ मैले जितेको हो हैन त तर म चाहिँ चोखो जितेको है अब यो अचार खानुपर्छ भनेर मलाई ज्ञान भएन दादाको मुख यस्तो गरेर मुखेर मैले ल पैसा दिनु अब दिसै त कतिवटा दुईटा नोट छ मैले हारेकै हो जितेकै अब यो अचार खाने कुराले मलाई ल्याएर चाहिँ म हारेको नभने म खाँदै हार्ने मान्छे होइन थ्याङ्क यू दादा अब हार्दै